फोन गर्नुभएको थियो, त्यही भएर बिहान भन्दा हिजो फोन गर्नुभएको थियो। त्यसपछि सरले मलाई बिहान फोन गर्नुभएको ठिक छ, अत्यन्तै खुसी लागेको छ। सबैभन्दा पहिले त हामी स्वागत गर्न चाहन्छौँ सहायक सरले स्वागत गरिसक्नु आदरणीय सहायक सर लगायत सबैमा शिक्षक साथीहरू र अहिले 14वटा 13वटा विद्यालय जिल्लाबाट पाल्नुभएका सम्पूर्ण गणितका शिक्षक साथीहरू अत्यन्तै खुसी लागेको छ। यो अहिलेसम्म मैले भएका देखेका कुराहरू र विद्यालयको व्यवस्थापन तर्फको पाटोको बारेमा र खास गरेर मेरै विद्यालयको बारेमा म केही कुराहरू राख्ने प्रयास गर्छु। त्यसलाई प्रस्तुत गर्न चाहन्छु। खासमा यो गणित विषय सुरुदेखि नै यस्तो विषय बनाइयो, मलाई लाग्छ हामी पढ्दादेखिको पाला होला। अब मेरो पनि रिटायर हुने बेला भएको छ, 83 भदौदेखि म पनि बिदा हुँदैछु। त्यो हामी पढ्दैदेखिको गणित चाहिँ अत्यन्तै गाह्रो विषय भनेर त्यो मनो हुन्छ सामाजिक पक्ष त्यो अत्यन्तै गम्भीर बनाइएको अवस्था हो र यसलाई सुधार गर्ने भनेर म पनि एज अ ट्रेनरको रूपमा म शिक्षा कार्यालयमा जिल्ला शिक्षा कार्यालयमा लगभग 13 वर्ष चाहिँ स्रोत व्यक्तिको रूपमा कार्यरत गराउने यहीँ थियो र 13 वर्षसम्म कार्यरत गर्दाखेरि त्यहाँ धेरै ठाउँमा अब युनिसेफका ट्रेनिङ होइन, विषयगत टिभीका ट्रेनिङहरू हामीले त्यतिखेर माविसम्म पनि यहीँ हुन्थ्यो, सोच्ने स्तरमा हुन्छ। पछि त्यसलाई अब एकीकृत गरेर तालिम केन्द्र, त्योभन्दा अगाडि त यो राजबिहारमा पनि एउटा तालिम केन्द्र थियो, 6वटा जिल्लाको ट्रेनिङ सेन्टर राजबिहान थियो। अब त्यो धेरै नामहरू परिवर्तन हुँदै आयो तालिम केन्द्रहरू, सेडु हुँदै त्यसपछि अहिले इटिसीमा आएर टुङ्गियो भनेर र त्यतिखेरदेखि नि होइन हामीले पालादेखिको अथवा मभन्दा अगाडिदेखिको साथीहरूको पालादेखि नै यो गणित विषयलाई एउटा हौवाको रूपमा होइन अप्ठ्यारोको रूपमा चित्रित गरेको कारणले र पढाउने शिक्षकले पनि अब हामी आफै पढाउने शिक्षकले पनि त्यो गणित विषय सजिलो हो भनेर नभनेको कारणले पनि त्यो गणित विषय वास्तवमा अप्ठ्यारो बन्दै गएको अवस्था थियो। र अहिले चाहिँ जति गणित शिक्षक साथीहरूसँग मेरो सरकार हुन्छ, उहाँहरूसँग म अन्तर्क्रिया गर्छु अथवा भेट हुन्छ, हाम्रै साथीहरूसँग पनि मैले भन्ने गरेको कुरा चाहिँ अलग छ। र मेरो पनि गणितको पृष्ठभूमि कसरी छ भने मेरो बेस चाहिँ आइएससी हो। आइएससी त्यतिखेर 11-12 थिएन हामी पढ्दाखेरि, त्यतिखेर अब म्याथमेटिक्स पढ्नु पर्थ्यो, फिजिक्स पढ्नु पर्थ्यो, केमिस्ट्री पढ्नु पर्थ्यो, बायोलोजी पढ्नु पर्थ्यो। त्यस कारणले पनि अब त्यो 100 पूर्णाङ्कको पहिलो वर्षमा अथवा फर्स्ट इयरमा 100 पूर्णाङ्कको गणितै पढ्नु पर्थ्यो, गणित बेस भयो। र त्यसपछि आइएससी छोडेर मैले चाहिँ बिएमा म्याथ र इङ्ग्लिस लिएर पढेको थिएँ। मेरो मेजर इङ्ग्लिस र मेजर म्याथ लिएर मैले बिए पास गरेको हुनाले पछि 1 वर्ष बिएड गरेँ, त्यसमा चाहिँ अङ्ग्रेजीमा गरेँ। त्यो बिएड गर्दा चाहिँ मेरो इङ्ग्लिस र म्याथ नै थियो। अब त्यतिखेर महेन्द्र मोहन कलेज मेरो कलेज भएको हुनाले त्यहाँ पढाउने शिक्षक साथीहरू अहिले अब शिक्षकहरू भनौँ न अब त धेरै पुरानो भइसक्नु, कतिजना त बितिसक्नु पनि भयो होला होइन। र त्यतिखेर शिक्षक पनि पाइँदैन थियो गणितको, इन्डियाबाट शिक्षक ल्याएर पढाउने गर्नुहुन्थ्यो उहाँहरूले, केही शिक्षकहरू हुन्थ्यो। अब त्यहाँ पनि वास्तवमा त्यो विषय अप्ठ्यारै थियो, गम्भीरै थियो। हामीले पास गऱ्यौँ र शिक्षा क्षेत्रमा लाग्यौँ। अत्यन्तै राम्रो पेसा, शिक्षण पेसा भनेको अत्यन्तै राम्रो पेसा। तथापि सरकार राज्यले अवहेलना गरेको कारण एकातिर हाम्रो आज आन्दोलन पनि सुरु भइरहेछ, केही साथीहरू आन्दोलनमा मिल्नु पनि भएको छ होइन। अब हामी यहाँ एउटा सिकाइ प्रक्रियाको क्रममा पनि छौँ, हामीले छोडेका छैनौँ। त्यो जतिखेर आन्दोलन भएको थियो होइन, माओवादी सङ्गठनकाल लागु भएको थियो, त्यतिखेर म स्रोत व्यक्ति पनि थियो। एउटा मात्रै कर्मचारी स्रोत व्यक्ति र शिक्षक, त्यो मात्रै गाउँमा बसेर पढाउने काममा लागेको थियो र बाँकी कर्मचारीहरू सचिवहरू सबै जिल्ला केन्द्रित थिए, त्यही सुरक्षा अधिकारीहरू उतै बस्थे र नेपालको शिक्षा क्षेत्र बचाउनु भनेको पनि शिक्षकै हो। शिक्षकले पनि जिउ छाडेर अन्यत्र भागिदिएको भएदेखि मलाई लाग्छ अब अझै झन्डै बदनामो हुने शिक्षा क्षेत्र। तथापि अब शिक्षा बस्दै आयो, तर राज्यले हेर्ने दृष्टिकोण चाहिँ राम्रो नभएको कारणले हामीले जति सेवा सुविधाहरू पाउनुपर्ने हो, निजामतीले जति अहिले उदुम मचाएर हिँडेका छन्, हामी पनि भोगी छौँ। यो नगरपालिकामा पनि हामी खुसी छैनौँ, सन्तुष्ट छैनौँ होइन। शिक्षकहरूमाथि गर्ने व्यवहार, निजामतीले गर्ने व्यवहार फरक छ। त्यो कुरो मलाई लाग्छ यहाँहरू पनि उदयपुरको साथीहरू दुईजना मैले थाहा पाइसकेँ। तथापि अब अहिले त पालिकाहरू फरक छ, पालिका अनुसार पनि व्यवहार फरक होला। हामी शिक्षकहरू सन्तुष्ट छैनौँ र म
मैले उठाउनु खोजेको कुरो चाहिँ गणित विषयको थियो। यो गणित विषयको बारेमा यो मनोवृत्ति नै सुरुदेखि त्यस्तो गरेको र अहिले चाहिँ आएर हामीले एउटा ट्रेनिङ के गर्न खोजेको छौँ भनेदेखि म्याथ इज इजी भनेर एउटा नारा सुरु गर्ने भनेर हामीले पनि सुरु गरेका छौँ होइन। गणित विषयको बेस सुरुमा जुन राम्रो गरिन्छ र त्यसका आधारभूत कुराहरू बच्चाले सिक्दै गएर गणितलाई चाहिँ अलिकति प्राथमिकरण गर्ने हो भने गणित विषय जस्तो सजिलो विषय केही हुँदैन भन्ने लाग्छ हामीलाई। र गणित विषयमा पूर्णाङ्क आउँछ, अरू विषयमा अब नेपालीमा होइन, अङ्ग्रेजीमा, सामाजिकमा पूर्णाङ्क प्राय आउँदैन। तर जान्ने विद्यार्थीले होइन जसले गणित सिक्यो उसले राम्ररी पूर्णाङ्क ल्याउँछ। त्यसैले गणित विषय सहिलो हुन्छ भन्ने अवधारणाबाट सुरु गरौँ भन्छु म चाहिँ। साथीहरूलाई पनि मैले त्यही कुरो गरेँ, गणित सबैभन्दा सहिलो विषय है, क्लास 1 देखि नै सुरु गरौँ, सबैभन्दा सहिलो विषय कुन हो भनेर सुरु गरौँ, त्यो भनेको चाहिँ गणितै हो भन्ने अवधारणा सुरु गर्दै गयौँ र उनीहरूलाई आधारभूत कुराहरू सिकाउँदै गयौँ भन्ने त्यो स्तर बढ्दै जान्छ भनेर हामीले सुरु गरेका छौँ। र हाम्रो विद्यालयको हकमा खास गरेर यहाँहरू हाम्रो शैक्षिक तालिम केन्द्रबाट आउनु भएको छ, हाम्रो विद्यालयलाई रोज दिनुभयो, त्यसको लागि म सबैलाई मैले धन्यवाद पनि दिन चाहन्छु। शैक्षिक तालिम केन्द्र प्लस सबै साथीहरूलाई, शिक्षक साथीहरूलाई, गणित शिक्षक साथीहरूलाई। र गणितको बारेमा अहिले हामीले कुरा गर्नु पर्दाखेरि अहिले साथीहरूले आफ्नो अवधारणा दिनुहुन्छ, उहाँहरूले गरेका असल अभ्यासहरू के हुन्, यस विद्यालयमा गरेका असल अभ्यासहरू के छन् र अब अझै लागू गर्नुपर्ने बाँकी कुराहरू के छन् होइन, त्यसको बारेमा उहाँहरूले भन्नुहुन्छ। र परेका समस्याहरू के छन् त गणित शिक्षण गर्दाखेरि यो रियल क्लासरुम टिचिङको अवस्थामा चाहिँ के समस्याहरू पर्छन् त्यसको बारेमा सरहरूले अहिले व्याख्या गर्नुहुनेछ। त्यसकै बारेमा सायद यहाँहरूले पनि धेरै कुराहरू बुझ्न र यिनै कुराहरू सेयर गर्नको लागि आउनु भएको छ होइन। अब व्यवस्थापकीय पक्षको बारेमा कुरा गर्दाखेरि चाहिँ म जिल्ला शिक्षा कार्यालयमा लामो समयसम्म काम गरेर बसेको कारणले पनि धेरै कुराहरू यो व्यवस्थापनको बारेमा थाहा पाएको थिएँ। तथापि अब सबैभन्दा ठुलो कुरो विद्यालय बनाउनलाई चाहिने भनेको चाहिँ आर्थिक स्रोत नै रहेछ। आर्थिक स्रोत पहिचान गर्न सकिएन भने विद्यालय जतिकै राम्रो बनाउँछु भनेर हेरचाह र भनौँ न र शिक्षकहरू लाग्दाखेरि पनि त्यो बन्दैन। किनभने केही न केही कुराहरू अब हामीलाई धेरै कुराहरू चाहिँदो रहेछ, त्यो चाहिने कुराहरू पर्याप्त पुर्याउनको लागि स्रोतको व्यवस्था हुनुपर्ने नि रहेछ। हाम्रो अब यो स्थानीय सरकार आइसकेपछि दुईवटा सरकारहरू हामीले हेरेको छ, एउटा सरकार हेरेर गइसक्यो होइन, अर्को सरकारको अब 2.5 वर्ष नाग्यो, 2 वर्ष नाग्यो। त्यो बिचमा म यो विद्यालयमा आउँदाखेरि चाहिँ अहिले तपाईँहरूले जुन संरचना देख्नु भएको छ, यो बिरुवाहरू, यो ठुला बिरुवाहरू चाहिँ त्यतिखेरकै हुन्। यी बाँकी यतापट्टि सबै बिरुवाहरू चाहिँ हामीले व्यवस्थापन गर्यौँ। यो खासमा के छ भने विद्यालय हरियो भनौँ न बिरुवाहरूले घेरिएको हुनुपर्छ, फुलबारी हुनुपर्छ, राम्रो हुनुपर्छ, आकर्षक हुनुपर्छ भन्ने कुराहरूलाई हामीले बुझाएको थियौँ। र यो बनाएको कसले त भन्दाखेरि हामीले जन लगाएर मान्छे लगाएर खेताला खोजेर बनाएको होइन। खास गरेर यी बिरुवाहरू चाहिँ हामी शिक्षकहरू, हामी विद्यालयकै कर्मचारीहरू सबै मिलेर हामी आफैले श्रमदान गरेर जब म यहाँ सिकेँ लगभग 2 महिना जति हाम्रो काम त्यही मात्रै भयो क्या। यसलाई सम्याउने, यसलाई चाहिँ वृक्षारोपण गर्ने धेरै कामहरू हामीले गऱ्यौँ। अहिले यो जुन यो संरचना जुन देख्नु भएको छ, यो अहिले यता हामी आएको बाटो पनि त्यो बाटो त्यस्तो थिएन, त्यहाँ अप्ठ्यारै थियो, उता माथिबाट छिर्ने बाटो पनि अप्ठ्यारै थियो, यो मैदान पनि सम्म थिएन, उतापट्टिका भित्रका जुन भित्रको संरचना छ त्यो जमिन भएको त्यो पनि खाल्टोले भरिएको थियो। अनि यो भवनको कलर अर्कै थियो, अर्कै रङको थियो। त्यसै गरी बिजुलीका तारहरू सबै च्यातिएका थिए, काम नलाग्ने थिए, पङ्खाहरू केही पनि थिएन, सिलिङहरू यतापट्टि केही पनि थिएन, पानी खाने पानीको पनि अभाव थियो। त्यसपछि नगरपालिकासँग सहकार्य गरेर र स्थानीय जसले यहाँ विद्यालयमा पढ्नुभयो विद्यार्थीहरू, उहाँको सहयोगमा हामीले धेरै कामहरू गर्न सफल भयो। त्यो व्यवस्थापन पक्षको ठुलो पाटो रहेछ र सबैभन्दा ठुलो कुरो विश्वास पनि रहेछ। विश्वास भएको मान्छे र विश्वास दिलाउन सक्ने मान्छे भइदियो भने हामी सबैजना विद्यालयमा काम गर्ने शिक्षक भएको नाताले पनि मैले कुरा भनिरहेको छु। भोलि यहाँहरूको स्कुलमा पनि अप्ठ्यारो परेको हुनसक्छ होइन, हामीले त्यो सरिता देखाउन सक्यौँ भनेदेखि सहयोग गर्ने हातहरू चाहिँ अलिकति आउँदो रहेछन् भन्ने कुरो मैले महसुस गरेँ। यता हामीले बच्चाको लागि चाकाचुली होइन, भ्योपिङहरू, त्यसै गरी चिप्लेटीहरू राखेका छौँ। त्यो चाहिँ हामीलाई इसाई समाजले हामीले अनुरोध गऱ्यौँ, उहाँले स्पष्ट बनाइदिनु भयो क्या। नभए अब अहिले के छ ट्रेन्ड भनेदेखि फेरि अङ्ग्रेजी मिडियमबाट पढाएन भनेदेखि विद्यार्थी एउटा पनि बस्दैन।
हामीले 1 देखि 10 सम्म पुरै अङ्ग्रेजी लगाएका छौँ। अनि 10 मा र 9 मा चाहिँ अङ्ग्रेजी पढ्नेले अङ्ग्रेजी पढ्छ, नेपाली पढ्ने नेपाली मिडियम पढ्छ, बाँकी रहेको सबै क्लासमा हाम्रो अङ्ग्रेजी नै छ। त्यो कारणले पनि हाम्रो विद्यार्थी अडिएको छ र 14 गढी नगरपालिका यो उदयपुर जिल्लाको जम्मा 8वटा पालिका मध्येको एउटा पालिका। नगरपालिका चाहिँ नगरपालिका चाडा मध्येको एउटा नगरपालिका यो हो। हजुरहरू आउनुभएको बेलुका किशोर क्लब भन्नु बेलुका नगरपालिका हुँदै अतिको छिमेकी हो यो चाहिँ 14 गढी नगरपालिका होइन। र 14 गढी नगरपालिकाको चाहिँ सबैभन्दा ठुलो विद्यालय यही नै हो। मैले विद्यार्थी सङ्ख्याको आधारमा भने र नमुना बन्नुपर्ने विद्यालय नमुना चाहिँ बन्न सकेन, किनभने त्यतिखेर तत्कालीन साविक प्रभाव अर्कै हुन्थ्यो। म जिल्लामा थिएँ होइन, त्यतिखेर सूचना पनि प्रभाव भएन। अनि हडियामा आखिर 14 गढी नै हो, जनतामावि हडियामा गएको छ। तथापि जनतामावि हडियासँग हाम्रो तुलना गर्दा शिक्षक दरबन्दी सङ्ख्या पनि हाम्रो यहाँ बढी छ। अनि भौतिक रूपमा पनि हाम्रो कोठाहरू पनि प्रशस्त हामीलाई कोठाको खाँचो छैन। अहिले म आइसकेपछि नि यो 2टा भवनहरू बने, राजनीतिको भवनहरू पनि बने होइन। नगरपालिकाले ठुलो सहयोग गर्यो, यो पेन्टिङहरू सबै गऱ्यौँ हामीले, अनि वायरिङहरू सबै गऱ्यौँ। अहिले सबै कोठामा पङ्खाको व्यवस्थापन गरिएको छ र जहाँ टिनको छानो छ त्यो सबैमा हामीले अहिले सिलिङ लाउन पाएका छौँ। सिलिङको मुनि बच्चाहरू बस्छन्, पङ्खाको पनि व्यवस्थापन गरिएको छ। हामीले बच्चाहरूलाई कार्यक्रम गरेर वृक्षारोपणका पूर्वको कार्यक्रमहरू पनि सञ्चालन गर्ने। तथापि यो विद्यार्थी हामी पनि त्यस्तै थियौँ सानामा, अहिलेका विद्यार्थी पनि त्यस्तै हो। अझै हामीभन्दा छुच्चा भएर निस्किएको छ अहिले विद्यार्थी। पहिले चाहिँ गुरु भनेपछि होइन एकदमै मान्यवर मान्छे बनिन्थ्यो हाम्रो पालामा। अहिले पनि मेरो हेड सरलाई मैले देखेँ भने म हत्तपत्त बोल्दिनँ होइन, अलिकति डरै लाग्छ। त्यस्तो अवस्था थियो त्यतिखेर भने। अहिलेको विद्यार्थीहरू 4 क्लासमा 3 क्लासमा पढ्ने बच्चा पनि हामीसँग हाकाकी आएर यस्तो उस्तो अब केही माग राख्नु पऱ्यो भने सर हामीले यो भएन त्यो भएन भनेर भन्छन्। व्यवस्था त राम्रै आएको होला, तथापि त्यतिखेरको पढाइ र अहिलेको पढाइमा फरक छ। विद्यार्थीको जुन छ त्यो संस्कृति त्यो कल्चर पनि चेन्ज भएको छ। र हाम्रोमा लगभग 1400 विद्यार्थी अहिले अध्ययनरत छन्। 1400 विद्यार्थीहरू हामीसँग छन्। 11 आएर सहित गर्दाखेरि हाम्रोमा अहिले पिजिटी भन्ने एउटा क्लास पनि छ कृषिको। हामीले चाहिँ 3 वर्ष बाली विज्ञान ल्याउन खोजेका थियौँ। अब यो राजनीतिक पहुँचका कुराहरू हुँदा छन्, धेरै कुराहरू मिलाउनु पर्ने छ। अहिले हेरसर खाना त्यति सहिलो पनि रहन्छ, अलिकति पार्टीको केही बिग्रेर पनि अब त्यो म्यानेज हुने अवस्था रहेछ। त्यसले गर्दा हामीले त्यो 3 वर्ष ल्याउन सकेनौँ। एउटा 18 महिने बाली विज्ञानको कार्यक्रम चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। तर त्यसको चाहिँ एउटा डिबेट के रहेछ भने त्यो पढिसकेपछि त्योभन्दा माथि त्यसलाई टेकेर जाने ठाउँ चाहिँ रहेनछ। त्यही भएर त्यो चाहिँ अब प्राविधिक रूपमा ऊ सक्षम चाहिँ भयो, घरमा गरी खान सक्नुभयो, व्यापार गर्न सक्नुभयो, स्थानीय पालिकामा जागिर पनि खान सक्नुभयो। तथापि अब त्यो माथि गएर चाहिँ रेगुलर अर्को क्लासमा जान्छु भनेर अपग्रेड हुने अवस्था चाहिँ रहन्छ। त्यसले गर्दा अलिकति हामीलाई अप्ठ्यारो भयो विद्यार्थीहरूलाई। तर पनि सरकारको उद्देश्य राम्रो छ त्यसको, जसले एसी फेल गरेको छ होइन, अब कन्टिन्यू भयो त्यसले चाहिँ पढ्न पाउने व्यवस्था छ त्यसमा। र हाम्रो मैले भने 1400 जति विद्यार्थी हाम्रो आएका छन्। अब त्यसै गरी कम्प्युटर कक्षा छ हाम्रो। अब तर कस्तो गाह्रो चाहिँ अप्ठ्यारो चाहिँ मैले यहाँहरूलाई भने अलिकति धेरै कुरा प्रबन्ध गर्न खोज्दाखेरि पनि त्यो प्रबन्ध गर्दाखेरि विद्यार्थीहरूको कारणले होइन अथवा वातावरणको कारणले पनि तिनीहरूलाई ठ्याक्कै चुस्त दुस्त उस्तै एउटै अवस्थामा राख्न सकिँदो रहेछ होइन। हामीसँग अहिले एउटा कम्प्युटर ल्याब छ, त्यसमा 21-32वटा कम्प्युटरहरू छ। अरू कम्प्युटर पनि छन्, तर त्यो कोठा हाम्रो अलिकति ठिक्कको हुनाले हामीले विद्यार्थीहरूलाई पालो त्यसमा शिक्षण गराउँछौँ, कम्प्युटरको ट्रेनिङ गराउँछौँ। हामीसँग साइन्स ल्याब छ त्यो परको बिल्डिङमा। म्याथको चाहिँ हामीले ल्याब बनाउन सकेका छैनौँ, त्यसैमा त्यही केमिस्ट्रीको फरक छ, फिजिक्सको फरक छ। म्याथ ल्याब बनाउने कुरा पनि आएको थियो। म्याथ ल्याब बनाउनलाई चाहिँ हाम्रो एउटा कन्ट्रोलमा म्याथका सबै सामानहरू राखेर एउटा त्यो बक्सासम्म दिएको छ। नगरपालिका सहरमा हामीले त्यतिसम्म चाहिँ गर्न सकेका छौँ। तर एउटा म्याथको बेग्लै छुट्टै कोठा बनाएर लाने प्रयासमा छौँ हामी। म्याथको एउटा ल्याब बनाउने भनेर हामी लागिरहेको र हाम्रो अब म्याथको साथीहरू एकदमै एक्सपर्टहरू हुनुहुन्छ होइन। एकजना प्रावित तहमा पनि हुन्छ भुपेन्द्र चौधरी पनि, उहाँलाई गर्नु पर्ने थियो, आउनु भएन उहाँ। तर म्याथमा उहाँले डिग्री गरेको हुनाले म्याथकै क्लासहरू हेर्नुहुन्छ। र ल्याबहरू सबै छन्। म्याथको ल्याब स्पेसल्ली त्यो चाहिँ म्याथकै हो भनेर भन्ने छैन, अवस्था छैन। तर फिजिक्सकै कोठामा हामीले
म्याथका सामग्रीहरू राखेका छौँ। विद्यार्थीलाई त्यहीँ लगेर सरहरूले त्यहाँ सिकाउनुहुन्छ। अरू चाहिँ हामी नियमित रूपमा व्यवस्थापन समितिको बैठक बस्छौँ र व्यवस्थापन समितिकै बैठकमा हाम्रो पिटिएको बैठक सँगै बस्छ कि, किनभने त्यो जानकारी हुँदैन, अलग बसायो भने उनीहरूले अलिकति तलमाथि गरेर जस्तो सोच्दा रहेछन् होइन। व्यवस्थापन समितिमा चाहिँ यो आदि इत्यादि निर्णय गरायो, हामीलाई चाहिँ खबर गरेन भन्नुभन्दा अरूले तपाईँहरू बसेर सँगसँगै सबै कुरा सञ्चार गरौँ, आदान प्रदान गरौँ होइन। र अहिले व्यवस्थापन समिति जुन छ म आएदेखिको अहिले 2टा व्यवस्थापन समिति फेरिसकेका छन्। व्यवस्थापन समितिमा अहिलेसम्म कुनै पनि त्यस्तो अवस्था हुनु सुनिन्छ नि, त्यहाँ हेरचाह र व्यवस्थापन समितिको कुरो मिलेन अरे होइन। त्यहाँ चाहिँ शिक्षक र व्यवस्थापन समितिको बिचमा टसल रहेछ। व्यवस्थापन समितिले त्यो विद्यालयलाई म्यानेज गर्न खोजेको छ होइन। हेरचाहहरूले त्यहाँ स्कुल बिगार्न खोज्नु भएको छ। हाम्रोमा त्यस्तो छैन, हाम्रो टिमवर्क छ, हाम्रो टिम अत्यन्तै मिलेको छ। व्यवस्थापन समितिलाई हामी सबै कुराको जानकारी गराउँछौँ र उहाँहरूले नाइ भन्ने अवस्था सिर्जना गर्नै नदिएपछि उहाँहरूले नाइ भन्ने कुरा पनि हुँदैन। व्यवस्थापन पक्षले हामीलाई ठुलो हेल्प गरेको छ। नगरपालिकाबाट सामान्य अहिले हामीलाई सहयोग भइरहेको छ। हामीले मागेका कुराहरू भनेका कुराहरू होइन, अब निःशुल्क शिक्षा चाहियो भने गरिदिनुपर्छ भनेपछि हाम्रो धेरै कुरा बुझ्नु भएको छ शिक्षासँग सम्बन्धित र चेन्ज गर्ने कुरामा पनि लागि पर्नु भएको छ। र हामीले चौधरीगढ नगरपालिकामा चाहिँ 10 वर्षीय शिक्षा योजना पनि निर्माण गरिसकेका छौँ। भर्खरै सकिएको छ र त्यो दस्तावेजको रूपमा आइसकेको छ। त्यो टिममा म पनि थिएँ र त्यो छापेर उहाँहरूको नगर शिक्षा समिति प्लस त्यहाँको के समिति भन्छ त्यो समितिले पनि पास गरिसकेको अवस्था छ। र यो पटक चाहिँ हामीले धेरै प्रयास गर्दा गर्दै नबनेको यो पटक चाहिँ हामीले कक्षा 1 देखि 8 सम्मको स्थानीय पाठ्यक्रम पनि निर्माण गरिसकेका छौँ। सबै विषयलाई समेटेर स्थानीय पाठ्यक्रम पनि निर्माण गरिसकेका छौँ। किताब चाहिँ बनिसकेका छैन, तर यो वर्ष चाहिँ हामी त्यही पाठ्यक्रमलाई नै टेकेर पढाउने भन्ने कुरा आइरहेछ। र अब हामीले अरू नयाँ गर्न खोजेका कुराहरू चाहिँ के छन् भने हाम्रो प्रार्थना गर्ने टेक्निकहरू अब अलिकति फरक छ। धेरै ठाउँमा त्यही हुनसक्छ अथवा नयाँ पनि हुनसक्छ। यहाँले त्यसलाई सेयर पनि गर्न हुन्छ। यहाँ चाहिँ के छ भने जस्तो प्रार्थना गराउँदाखेरि लिडरसिप लिने विद्यार्थीहरू छात्र छात्राहरू जो छन् उनीहरूलाई अगाडि ल्याउने र प्रार्थनाको हाम्रो एउटा विधि छ। त्यो विधि अनुसार जस्तो हुनसक्छ मर्डर होइन अथवा न्युज अफ द डे यस्ता कुराहरूबाट सुरु हुन्छन्। अनि जस्तो आजको हिज्जे प्रतियोगिता भन्ने विद्यालय सोध्ने सामान्य ज्ञानका कुराहरू सोध्ने हामी मास्टरमा सोध्छौँ। बच्चाले कम्तीमा पनि एउटा कुरा दिनमा सिकेर जाओस् र यो सिकाइ केन्द्र बनाउनुहोस् भन्ने हाम्रो उद्देश्य हो। प्रार्थना हामी पिटी लगाएर सर आउनु हाम्रो भूपेन्द्र सर उहाँ नै हुन्छ। सरले यसो परिचय दिइहाल्नु गणितको प्रार्थना कुरामा आयो। अब हामी पानीहरू ल्यायौँ हामीले होइन, फुलबारीहरू बनायौँ। यो फुलबारीमा पनि धेरै बाहिर सहयोग आएको छ। यो मन्दिर जब म हेरचाह भइसकेको छु कि यो मन्दिर पनि जब 15 लाखको योजनामा होइन व्यक्तिले नै बनाइदिएको हो। उहाँका छोराछोरीको भयो मृत्यु भयो अचानक होइन, त्यो कारणले गर्दा उहाँले एउटा मन्दिर पनि बनाएको। मन्दिर थिएन क्या वास्तवमा। अब शिक्षाकी देवी भनेर भन्छौँ हामी, सरस्वती मन्दिर चाहिँदो रहेछ, चाहिने रहेछ। पहिले थियो एउटा टिमको छानो लाएर बिचमा यता व्यक्तिले नै सहयोग गरे हो। अनि यो अहिले यो मञ्च देखिराख्नु भएको छ। हामीले यहाँ उतापट्टि त्यो एउटा मञ्च छ, त्यो अलिक सानो भएर हामीले यो मञ्च बनाउन सहयोग माग्यौँ। यो पनि हाम्रो वडा नम्बर 6 को वडा नवबार खड्का हुन्छ। यो थाहा भएन, नवबारलाई बोलाएर रमाइलो हुन्छ आउनुभयो। उहाँकै सहयोगमा यो लगभग 4.5 लाख यो मञ्च पनि बनाएको छ। यो सबै झलकझलक गरेर यो मञ्च पनि बन्यो। अनि अब तुरुन्तै एउटा हाम्रो गोलघर बन्दैछ। त्यो गोलघर चाहिँ कम्तीमा आँखा पाउनेहरूलाई कम्तीमा 30 जना जति 7 जना राखेर चिया खाने ठाउँ बनाउने भनेर एउटा युवराज राई भन्ने मान्छे हुन्छ, उहाँले आफ्नो बुवाको नाममा बनाइदिने भन्नुभएको छ। हामीले काम रोजिसकेको छ। एउटा गोलघर पनि बन्दैछ। जे होस् सहयोगको क्रम जारी छ। अनि एउटा बाल उद्यान बनाइदिने भनेर एकजना युवराज राई भन्ने भन्नुभएको छ। उहाँले पहिले दुर्छ उहाँको अनि बनाइदिनुहुन्छ। धेरै कुराहरू चाहिँ जनसमाजबाट बनेको अवस्था छ। यो चाहिँ मैले यता सहयोग गरेको साथीहरूको कुरा गरेँ। यता प्रार्थनाको कुरा गर्दाखेरि हाम्रो पिटी नियमित रूपमा भएछ, त्यो सबै स्कुलमा हुन्छ नि होइन। अनि नयाँ कुराहरूको बारेमा विद्यार्थीलाई जानकारी दिने कुराहरू सबै विद्यार्थीहरूले आफूले टिपेर ल्याएका हुन्छन्। उनीहरूलाई छानिएको हुन्छ, चुनिएको हुन्छ। उनीहरूले त्यो कुरो साथीहरूको माझमा राखिदिन्छ। अनि त्यसपछि हाम्रो प्रार्थना सकिएपछि राष्ट्रिय गान सकिएपछि जाँदाखेरि पनि हाम्रो देशभक्ति गीतहरू बढ्दै कक्षा खटाएर जान्छ। यो
खासै त्यत्रो ठुलो कुरो त होइन, सामान्य कुरा हो। हामीले कक्षा कोठामा चाहिँ यो पास कार्डको व्यवस्था गरेका छौँ। अब अन्तिम भयो, त्यसलाई अहिले छोडिएको छ। अब ठ्याक्कै भइसक्यो, हामी सुरु गर्छौँ। पास कार्ड भनेको चाहिँ एउटा क्लासबाट कम्ती 2जना विद्यार्थी नभई होइन यसरी पास हुने यहाँ लेखेको हुन्छ। पास हुने पास लिन जाने अथवा खानेपानीको लागि जाने व्यवस्था गरेका छौँ। अर्को हामीले अर्को गरेको चाहिँ सुरुवात गरेको चाहिँ हाम्रो शिक्षक डायरी, हाम्रो हरेक शिक्षकले साथीहरूले बोक्नुहुन्छ। त्यो शिक्षक डायरीमा अब लेसन प्लान बनाएर साध्य छैन, त्यो हामी सबै शिक्षकहरू भइरहेको छौँ होइन। लेसन प्लानको सट्टामा हामीले पाठ नोट तयार गर्छौँ, कुन कक्षामा कुन विषयको कुन पाठ पढाउने र त्यसका मुख्य उद्देश्यहरू, शैक्षिक उद्देश्य के राख्ने विषय उद्देश्यहरू त्यसको सर्टमा होइन। त्यसमा पनि अझै त्यो हाम्रो शिक्षक निर्देशिका भएको अङ्क लेखेर बुझ्ने खालको गरी हामीले त्यो डायरी वितरण गरेका छौँ। अनि त्यसमा मुख्य क्रियाकलापहरू लेखेन, गृह कार्य पाठमा त्यो अप्ठ्यारो हुन्छ नि, अलिकति अप्ठ्यारो हो विचार बस्ने। फेरि त्यो पालना कसले गर्नु भएको छ गर्नु भएको छैन भन्ने कुरोलाई चाहिँ हाम्रो विद्यार्थीहरू हामीले छाने हुन्छौँ। 2जना विद्यार्थी, एउटा केटाबाट एउटा केटीबाट हाम्रो एउटा तालिका बनाइदिएको हुन्छ। शिक्षक गएको समय र कक्षा गएको समय र कक्षाबाट निस्किएको समय हामी त्यो राखिदिन्छौँ र विद्यार्थीले नै सहयोग गराउँछ उहाँहरूलाई। जस्तो अब 10-15मा क्लास छ, उहाँ 10-20मा जानुभयो भने 10-20 अथवा 10-30मा जानुभयो भने 10-30 लेख्ने। त्यसमा त्यो 10-15 उहाँले भनेर मान्दैन विद्यार्थी, त्यो चाहिँ हामीले विद्यार्थीलाई भने त्यो सबै क्लासमा त्यो होइन। त्यो सबै क्लासमा होइन, हामीले 4देखि गर्न परेको, 4ले पनि अझै सकेन, 5देखि चाहिँ हामीले बताएको। अनि त्यस्तै निस्किएको समय अब कोही शिक्षक साथीहरू मानौँ न 5 मिनट 10 मिनट अगाडि निस्किनु भने त्यो रेकर्ड हुन्छ है। त्यही भएर विद्यार्थीले नै भन्छ क्या, सर यति बजीसम्म क्लास हो होइन, 11 बजीसम्म क्लास हो, तपाईँ 5 मिनट अगाडि जानुभयो भनेर भन्छ उनीहरूले। त्यही त्यो भन्नुभन्दा बरु उहाँहरूले बसेर पढाउनुहुन्छ। त्यो एउटा सिस्टम लागू गर्न खोजेको छु, लागू भइरहेको छ अहिले। त्यसले चाहिँ के गर्दो रहेछ भने अलिकति हामी शिक्षकहरूलाई तलाउने काम पनि गर्दो रहेछ। हामी पनि छरपष्ट छाडा हुने खोज्ने प्रयास गर्छ। त्यो आफ्नो लागि हो नि त होइन, कोर्स समयमा सक्ने, अभ्यासका क्रियाकलापहरू समयमै गरिसक्ने होइन, विद्यार्थीको क्रियाकलाप बढी हुने, हाम्रो क्रियाकलापहरू कम हुने, त्यसले गर्दा के हुन्छ सिकाइ बढी हुन्छ भनेर हामीले त्यसलाई पनि लागू गरेका छौँ। अरू भनेको चाहिँ 10 बजेभन्दा पछाडि आउने विद्यार्थी 15 मिनट पछाडि आउने विद्यार्थीलाई चाहिँ हामीले घर पठाउनु गरेको यो चाहिँ नगरिकन नहुने रहेछ। नभए बोर्डिङहरूले हामीलाई गरी खान दिँदैन, सामुदायिक विद्यालयलाई चाहिँ बोर्डिङले गरी खान दिँदैन। यो 10-15मा पछाडि आउने विद्यालयलाई हामीले घर पठाइदियो भने उसले के भन्छ भने हाम्रो स्कुलमा त 10-15भन्दा पछाडि जाने हुँदैन, भित्र पस्न पाउँदैन भन्छ। त्यो चाहिँ बजारमा हल्ला चल्यो कि यो स्कुलमा पढाइ हुँदो रहेछ, राम्रो रहेछ भन्ने हुन्छ नि त। त्यो हरेक कुराहरू गरिएन भने बोर्डिङले तपाईँको अब बिहान पनि त्यहाँ जाने विद्यार्थी घरमा जाने, बेलुका पनि त्यहाँ जाने। हाम्रो फर्स्ट विद्यार्थी होइन, सेकेन्ड विद्यार्थी जो छ त्यहाँ गएर सबै फलाउने क्या। हाम्रोमा त अब 15-20वटा बोर्डिङ छ वरिपरि। त्यो बोर्डिङको बिचमा 1400-1500 विद्यार्थी लिएर बस्दाखेरि यहाँ फेरि हाम्रो विद्यालयमा कलाकारहरू पनि छ, राम्रो कलाकार। ती कलाकारलाई पनि बोर्डिङले राम्रो फकाउँदो रहेछ क्या तपाईँलाई, गरिदिन्छु यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर। खेलाडीलाई खास गरेर हाम्रो अहिले दीपक परियार कति एउटा त्यो के अरे भोइस अफ नेपालमा कतिौँ स्थानमा पुगेर आउट भयो। एकजना त्यो छ, एकजना 4मा चाहिँ जिल्ला टप होइन, यो कोशी प्रदेशको सिङ्गिङ प्रतियोगितामा टप गरेको विद्यार्थी पनि छ हाम्रो। 10मा एलजिना भन्ने एकजना छन्, भोइस अफ नेपाल पनि आउट भयो। कलाकारहरू पनि छन्। मैले अघि भने नि त्यो चाहिँ बोर्डिङको सन्दर्भ लिएर भनेको, बोर्डिङ छेउमा भएपछि त्यो सामुदायिक विद्यालयको विद्यार्थी तानलाई उनीहरूका जुक्तिहरू धेरै कुराहरू उनीहरूबाट हप्नुपर्ने भएको हुनाले र प्रतिस्पर्धा पनि हाम्रो बोर्डिङसँगै हो होइन। उनीहरूको उनीहरू अनुशासनमा बढी अनि रिजल्टमा पनि A+ ल्याउने भनेर पुरै हल्ला मचाएर गरेर हामीलाई टिक्नु धेरै गाह्रो र हाम्रो विद्यालयबाट पनि A+ सम्म आएको छ। यो पटक हाम्रो रिजल्ट राम्रै छ र +2मा पनि हाम्रो रिजल्ट राम्रो छ। यसपालि पनि हाम्रो कमर्सको विद्यार्थीले जिल्ला टप होइन, सायद लाग्छ हाम्रो प्रदेशमा पनि कुन स्थानमा आएको छ, जिल्ला टप गरेको छ कार्की भन्ने विद्यार्थीले। र अहिलेको समग्र हाम्रो रिजल्ट हेर्दाखेरि गत वर्षको रिजल्ट हाम्रो अलिकति बिग्रियो, किनभने थोरै कुराहरू नगरपालिकाले, अब यथार्थ कुरा मैले बोलेको यहाँ अन्यथा नलिनु भयो। नगरपालिकाले के गर्यो भने फर्स्ट रुललाई पुरस्कार दिने व्यवस्था 25,000, 20,000, 15,000को कुरा घोषणा गरिदिएपछि
हाम्रा चाहिँ हाम्रोले पायो सुरुमा हाम्रोले पाएको अब हाम्रो कम्पिटेटिभ विद्यालय चाहिँ यही ज्योति रहेछ भनेर साथीहरू लाग्यो क्या लागिसकेपछि यस्तो रणनीति अपनाए अब एसएलसीको सेन्टर हाम्रो आफ्नो बस्छ छैन अर्काको स्कुलमा जान्छ त्यो अर्का स्कुलमा गएपछि अब हाम्रो विद्यार्थीलाई राम्रो बनाउनुपर्छ भने सेन्टरलाई नै अप्ठ्यारो पार्ने यो पटक चाहिँ हामीले निवेदन हालेर सेन्टर चेन्ज गर्ने हुन्छ जिल्लामै निवेदन हालेर हामीले सेन्टर चेन्ज गर्नु रणनीति समेत अपाउनु पर्छ त्यो अवस्था हुँदो रहेछ क्या त्यो पैसाले पनि आकर्षण ल्याउँदो रहेछ त्यही भएर रिजल्ट हाम्रो ठिक छ अहिले सन्तोषजनक छ धेरै कुराहरू होला होइन अब खास गरेर हाम्रो फोकस यहाँका प्रश्नहरू धेरै होला होइन बिस्तारै हामी गर्नु त्योभन्दा अगाडि चाहिँ गणित शिक्षक साथीहरूबाट भएका सफल अभ्यासहरू होइन र अब साँच्चीकै समस्याहरू चाहिँ रियल क्लासरुम सिचुएसनमा साँच्चीकै अप्ठ्यारा कुराहरू के रहेछन् हाम्रो यहाँबाट पनि आइदियो भने हाम्रो विद्यालय बनाउनु सजिलो यहाँका विद्यालय बनाउनु सजिलो आखिर हामी यही पेसामा कसम खाएर आइहाल्यौँ होइन अब यसमा बसेपछि निस्किन पनि गाह्रो निस्किनु मिल्दैन होइन त्यही भएर अब त्यो सेवालाई चाहिँ अझै बढाउनलाई के गर्न सकिन्छ भन्ने कुरा राख्दै बाँकी कुरा बसेर पनि भन्नुला साथीहरूले भन्नुहुन्छ होइन अहिले चाहिँ म अहिले उनीहरूको जिल्लाकै सिनियर टिचरहरू उमेरको हिसाबले पनि होला होइन अब त्यसै गरी अब श्रेणीको हिसाबले पनि प्रथम श्रेणी भएको हुनाले हामी उनीहरूको जिल्ला 2टा कोठा हो प्रथम श्रेणीको त्यसमा एकजना मेरो भाइ नि हुनुहुन्छ भाइ पर्ने उहाँ चाहिँ चुवाडे दामी चुवाडे हुनुहुन्छ घरमा नखाँबाट उहाँको चाहिँ अवधि निकै बाँकी छ उहाँलाई धेरै वर्षसम्म खानुहुन्छ होइन मेरो चाहिँ अब 83 भर्न सकिन्छ र गत वर्ष 80 सालको राष्ट्रिय पुरस्कार पर पनि म सम्मानित भएको थिएँ समग्रमा हेर्दाखेरि राम्रै होला ज्योति भन्ने लाग्छ त्यही प्रश्नहरू पनि म धेरै यहाँलाई फेरि धन्यवाद दिँदै म मेरो कुरा यही समाप्त गर्छु धन्यवाद।